चुनावमा बहुमत ल्याउनको लागि रातारात एकता गरेका जेका दुई पहिला केपी ओलीको पक्ष एकतिर र जसरी पनि फर्स्टबाट हिँडेको काङ्ग्रेस 14 देखि 79 आउँदाखेरि एकतिर उसले कहिले माओवादीसँग मिलेको छ, कहिले कोसँग मिलेको छ, कहिले त्यो प्रधानमन्त्री चुन्न मिलेको होइन, तल मतदाताको आस्थामा खेल्नको लागि मिलेको भने चाहिँ एकातिर केपी ओलीको पक्षमा निराश भएका थिए, अर्कोतिर जो बलियो विकल्प अथवा चाहिँ हिजोको नेपाली राज्यको बलियो संस्थापन गर्न बसेको नेपाली काङ्ग्रेस उसले पनि जनताले पनि आशा भन्न सकिरहेको थियो भने चाहिँ नर्मली के हुन्छ। मैले स्थानीय चुनावको उदाहरण दिने गर्छु। बालेनको उदय र जेनजीहरूको यो आन्दोलनको उदाहरण छ। बालेनको उदय कसरी भयो? त्यहाँनिर कतिवटा नेपाली काङ्ग्रेसबाट श्रीरामको मर्जनले ढोराइ गरे चुनाव जित्ने, धेरै भोट पाएर जित्ने छ। त्यहाँ कतिवटा सुनिल प्रजापतिले ढोराइ गरे चुनाव जित्ने। यही चाहिँ किन बालेन आयो? दोष बालेनको थिएन, दोष काङ्ग्रेसको थियो, दोष एमालेको थियो। कमजोरभन्दा कमजोर उम्मेदवार दिएर तिम्रो भोटारमा अभिशप्त छौ भनेर मतदातालाई जसरी त्यो रोज्न बाध्य बनाउन खोज्यो त्यसरी मतदाताले विद्रोह गरेको। मतदातासँग के हुन्छ? यस्तो पैसामा छान्ने त हो, नयाँ कुरा खडा गर्ने अप्सन मतदातासँग एकदमै कम छ। यसरी काङ्ग्रेस एमाले माओवादी लगायतका पार्टीको विद्रोह भनेर बाहिर गएर मान्छेले बालेनलाई त्यतिखेर अनुमोदन गरेको। त्यसकारण बालेनको उदय भनेको बालेनको आफ्नै सामर्थ्य, उनको अनुहारको क्रेजले हुन्छ कि काङ्ग्रेस र एमालेको त्यतिखेरको नेतृत्वको सामूहिक असफलताको सह उत्पादन चाहिँ बालेनको उदय हो। यसरी हेर्दाखेरि बालेन आए, उनी मेयरको रूपमा आएका थिए, उनी राष्ट्रिय नेतृत्वको रूपमा आएका थिएन, उनी आफ्नो ढङ्गले के कामहरू गरिरहेका थिए। पालिकामै थिए, उनी काठमाडौँ गाउँपालिका भन्थे, काठमाडौँ गाउँपालिकामै थिए। खै कहिले ग्रेटर नेपाल राख्थे, कहिले फिल्म बन्द गर्थे, अब गर्थे कि भन्नु भने गर्नुहुन्थ्यो। त्यसैले त्यस्तो समय थियो। तर के छ भन्दाखेरि बालेनको उदय भनेको कङ्ग्रेस र एमालेको सामूहिक असफलता भन्छु मैले चाहिँ। त्यसरी उहाँ आउनु पर्तिर पनि चिरिबाबु आइराख्नुपर्छ, यता सुनिल प्रजापतिले काम गरिराख्नुपर्छ। यहाँ बालेनको उदय जसरी भयो, तर उहाँले समितिलाई खेर लैजाने अवस्था थिएन। फ्रस्ट्रेसन बढिरहेको थियो, सोसियल मिडियाले एम्प्लिफाई गरिरहेको थियो। यो जुन भर्चुअल स्पेसमा चाहिँ भनौँ न, तपाईँले अरू बेला बोल्ने कुराको यहाँ मैले बोल्ने कुराको जति अर्थ छ, यही कुरा सोसियल मिडियामा गइसकेपछि यो 10औँबाट चाहिँ बढी एम्प्लिफाई भएर जान्थ्यो र त्यो सामूहिक जुन आक्रोश छ, त्यो आक्रोश 10औँबाट बढी जाँदाखेरि चाहिँ अहिले हामी एउटा अवस्थामा आयौँ कि यो हामीले सम्हालेर लैजाने अब अवस्थै रहेछ। यो कुनै एउटा नेता आएर, कुनै एउटा प्रधानमन्त्री आएर, कुनै एउटा सेक्युरिटी फोर्स आएर साँच्ची भन्दाखेरि सम्हालेर लैजाने हामीले अवस्था पाएनौँ र त्यसले गर्दाखेरि हामीले एउटा नयाँ स्थितिमा ल्याएको हो। नयाँ पार्टीहरू जसले हामीले नयाँ पार्टीहरू भनेको उनीहरूको उदय पनि त्यही सामूहिक आक्रोशको दरमा भएको हो। हजुर, त्यही त हजुरले उठाउनु भएको यो हाम्रो यो गठबन्धनको त्यो गोल चक्करबाट काङ्ग्रेसी हामीभन्दा त को धेरै फ्रस्ट्रेटेड थियो र तपाईँहरूले देखेको त्यस्तो कुरा छ। हामी आफैभन्दा पनि कोही फ्रस्ट्रेट थिएन। सायद यो बदलिएको काङ्ग्रेसको हामीले कुरा गर्दै गर्दाखेरि फेरि एकचोटि दोहोऱ्याउनै पर्छ होला। देशभरि 165वटै निर्वाचनमा आफ्नो उम्मेदवार उठाउने सायद नेपाली काङ्ग्रेस मात्रै होला होइन यो पटक र अबदेखि सबै र यही अब पार्टीले रूपान्तरणहरूको कुरा गर्दै गर्दाखेरि अलिकति यो तुलनात्मक एङ्गलबाट पनि एकचोटि बुझ्न पाउँछ कि भन्ने हो। जस्तै नेकपा एमाले जेएनजी विद्रोह लगत्तै जुन पार्टी रूपान्तरणको बहस केन्द्रमा आयो, सबैभन्दा पहिले मार्गदर्शन गर्ने एमाले नै भयो। तर कस्तो के अब फरक बाटो भयो। नेकपा माओवादी एकीकृत समाजवादीले एकताको खोल ओढेर महाधिवेशन टाल्यो। नयाँ दलको कुराहरू अब हामी सबैले बुझेकै छौँ। नेपाली काङ्ग्रेसले लामो रस्साकसी पछाडि, ठुलो अन्तरसङ्घर्ष, ठुलो द्वन्द्व पछाडि अन्तिममा विशेष महाधिवेशन सम्पन्न गर्न पुग्यो। यो सबै कुराहरूको घटनाक्रमहरूलाई सबै तपाईँले नजिकबाट निहाल्नु भइरहेछ, तपाईँको आफ्नो एउटा दृष्टिकोण छ। यो सबै कुराहरूलाई तुलनात्मक रूपमा को बदलियो, को बदलिएन, कति प्रयत्न गर्यो भन्ने नजरबाट कसरी बुझ्नु भएको छ, यो पनि सुझाव। हजुर, तपाईँलाई महाधिवेशन विशेष महाधिवेशन गरेर यहाँ आउनुभएको छ र पार्टीभित्र नेपाली काङ्ग्रेसको एकदम रुटेड पार्टीभित्र विद्रोहसम्म छ भन्ने कुरा प्रमाणित गर्नुभएको छ। त्यस अर्थमा मानिसहरू धेरैले गगनलाई या विश्वलाई बधाई दिएको सुन्छु। वास्तविक त्यो बधाईको हकदार चाहिँ नेपाली काङ्ग्रेसका ती लाखौँ कार्यकर्ताहरू छन् जसले यो विद्रोह आवश्यक छ भनेर ठाने र उनीहरूले नेतृत्व पाएको हो। त्यस अर्थमा गगन र विश्वले
थालेको विद्रोह जो विद्रोह कम्प्लिट भएको छैन भन्छु मैले चाहिँ यो विधानमा के अरे विशेष महाधिवेशन सकिँदैमा यो विद्रोह सकियो पुरा भयो भनेर मैले मानेको छैन। यो विद्रोह आरम्भ भयो। यो विद्रोहले यसले आकार पाउन बाँकी छ। त्यो आकार भनेको तपाईँहरूले जुन बदलिएको काङ्ग्रेस भन्नुभएको छ, बदलियो काङ्ग्रेस भनेपछि यो बदलिने प्रक्रिया आरम्भ भयो। यो त तपाईँ गाउँपालिका र वडासम्म यही स्पिरिट, प्रवासमा रहेका तपाईँहरूका शुभेच्छुसँग यही स्पिरिट लगेर र त्यो कल्चर पुग्दाखेरि जुन कङ्ग्रेस भनेर चाहिँ मैले हिजो रमाइलो भएको गोविन्दराज पोखरेल हुनुहुन्छ नि हाम्रो नेपाली कङ्ग्रेसको प्युठानको उहाँले मलाई चाहिँ च्याट जिपिटीमा हान्नुभएछ, त्यो काङ्ग्रेस यो काङ्ग्रेस भनेर हान्नुभएछ। अनि त्यो काङ्ग्रेस भनेर के बुझिन्छ, यो काङ्ग्रेस भनेर के बुझिन्छ भनेर चाहिँ उहाँले च्याट जिपिटीले भनेको चाहिँ उहाँले मलाई पठाइराख्नु भएको। कारण च्याट जिपिटीले पनि हामीले दिएकै सूचनाहरूलाई काहीँ न काहीँ त्यसले सिन्थेसाइज गरेर राखिदिने हो। च्याट जिपिटी कुनै नयाँ त्यस्तो अलौकिक चिज त होइन। तर त्यसले चाहिँ त्यो काङ्ग्रेस भने चाहिँ 1990 भन्दा पहिलाको काङ्ग्रेसलाई बढी लोकेट गरेको देखाउने हो। मैले कुरा किन राख्दैछु भने अघि देवराज भाइले यहाँ बोल्दाखेरि त्यो बिचको जुन एउटा लस्ट इयर्स हुन्छ नि, 2000 लस्ट इयर्स भन्नु दिने यहाँको त्यो लस्ट इयर्सको जुन कुरा गर्नु, तर त्यो लस्ट इयर्स पनि कङ्ग्रेसकै इयर्स हो। यो संस्थागत काङ्ग्रेसले किन त्यो भन्नु मिल्दैन दाइ, मेरो तपाईँलाई अनुरोध भने यो चाहिँ यो हाम्रो वर्षहरू होइन, त्यो चाहिँ हामी होइन भन्न किन मिल्दैन म भन्छु भनेर चाहिँ मलाई कुनै सिरियस रोग लाग्यो र म 2 वर्ष चाहिँ हिँड्नै नसकेन भने त्यो 2 वर्ष चाहिँ मेरो उमेरमा बढेन भनेर भन्न सकिँदैन। म त्यही मान्छे हो। तर मैले उपचार गरेँ, मेरो प्युरिफाई भएँ, हरेक कोणबाट सचिएँ र मैले आफ्नो चाहिँ चिकित्सकका सुझाव र आफ्नो खानपानदेखि सबै कुरालाई यति अनुशासनपूर्वक पालन गरेँ कि म साँच्चीकै सन्चो भएर निक्लेँ भने अनि त्यसपछि त्यो रूपान्तरण म त्यो मेटामोर्फोज्ड मले चाहिँ अनि नयाँ कुरा गर्न सक्छु। यदि मैले त्यो कुरा गर्न सकिनँ भने चाहिँ मैले एउटा यो मेरो उसमा यो एक्सप्रेसनमै एउटा बनाएको थिएँ कि दलहरू आवश्यक छन्, अपरिहार्य होइन भनेर। हामीले दलहरू बदल्यौँ न बदपछि तपाईँले बदलिनुहोस् भनेर धेरै भन्यो, अनुरोधकै शैलीमा भन्यो, तर यथार्थमा त्यो गलत रहेछ। तपाईँले आफ्नो लागि बदल्नुहोस्, तपाईँको आफ्नो हेल्थको लागि बदल्नुहोस्। तपाईँले औषधि खानपान सबै कुरा मिलाउनु भने तपाईँ बदलिनुहुन्छ, तपाईँ तन्दुरुस्त गर्नुहुन्छ। तपाईँले त्यो चाहिँ यो समस्या हो भने बुझी पनि तपाईँले बदलिनु नहुन्न भने तपाईँ जानुहुन्छ र तपाईँको ठाउँमा अर्को आउँछ। जसरी नेपालमा राजा मात्रै या कुनै संस्था मात्रै एक मात्रै अपरिहार्य छैन, यो चाहिँ रिप्लेसेबल छ भनेर तपाईँले चाहिँ आउनुभयो, विकल्प सहित तपाईँहरू आउनुभयो भने चाहिँ तपाईँको पनि विकल्प सम्भव छ। डेमोक्रेसी त्यही हो। त्यसैले त्यो डेमोक्रेसीमा मैले जे गरे पनि हुन्छ, मैले जो उम्मेदवार उठाए पनि जनताले भोट हाल्न बाध्य हुन्छन् हाल्यो भने तपाईँलाई केही पनि हुँदैन। तपाईँको ठाउँमा यस्तो के आउँछन्, तपाईँमाथि विद्रोह गर्ने एउटा कहिले मुलुकको भविष्यमाथि नै विद्रोह हुन्छ, त्यसले काम पुऱ्याउँछ भन्न सकिँदैन। तर मैले देख्दाखेरि मैले किन कुरा भनेँ भने विशेष महाधिवेशन या महाधिवेशन गर्नु मात्रै पर्याप्त छैन है, यो बहुत ठुलो कुरा गर्नुभयो, तपाईँले सम्भव गर्नुभयो। तर महाधिवेशन मात्रै गरेको हुन्छ भने एमालेमा किन अहिले आन्तरिक ऊर्जा आइरहेको छैन? म पत्रकार भएर पनि भन्न सक्छु, अब्जर्भर भएर भन्न सक्छु कि अहिले एमालेमा महाधिवेशन गरिसक्दा पनि ऊर्जा आएको छैन। तपाईँहरूले महाधिवेशन गरिसक्दाखेरि तपाईँको ऊर्जा आयो, एमालेमा महाधिवेशन गरिसक्दा पनि ऊर्जा आएको छैन। त्यो किन आएको छैन भन्दाखेरि चाहिँ पार्टीको अघि उहाँ दाइले भन्नुभयो जस्तै त्यो जुन एउटा स्वाभाविक परिवर्तन र त्यो चाहे 2 कार्यकालको कुरा होस् चाहे जुनसुकै कुरामा होस्, त्यो स्वाभाविक परिवर्तनको गतिलाई यो बाहनामा रोक्न खोज्दाखेरि अहिले एमाले एक खालको विस्मयमा छ। नत्र भने हामीले देखेको होइन र एमाले भन्ने पार्टी यदि संस्थागत पार्टी हो, त्यसले आफ्नो सबै कार्यक्रमहरू नियमित समयमा गर्छ। अहिले नै नियमितता दिने कुरामा धेरै कमजोर छैन एमाले। उसले तोकेको भन्दा अगाडि नै महाधिवेशन गरेको, तर महाधिवेशन गर्न पर्याप्त थिएन। उसले त्यो कार्यक्रम त्यो तलको कार्यकर्तासँग चाहिँ हामीले यो विषयका गल्ती कमजोरीहरूको स्वीकारोक्ति पनि गऱ्यौँ। अब हामीले अनुहार पनि फेर्न सक्छौँ। हाम्रो पार्टीका अध्यक्षहरूले जति समय चलाउनु भयो, उहाँ अभिभावक बस्नुहुन्छ, उहाँका निर्देशन हामी प्राप्त गरिरहेको छौँ र अब नयाँ पुस्ता आयो भनेर नयाँ एउटा दिन सकेकोदेखि त्यही एमाले चाहिँ जागृति र तलसम्म चाहिँ एउटा त्यो भावना लिएर गइरहेको हुन्छ। तर त्यही कुरा गर्न नसक्दाखेरि नेतृत्वले पहिले कार्यकर्ता छाने, नेतृत्वले पहिले महाधिवेशन प्रतिनिधि छाने, महाधिवेशन प्रतिनिधि त्यसपछि त्यही नेतृत्वले छाने, अनि एकअर्कालाई छाने, दुवैजना खुसी भए आपसमा। तर त्यो खुसी चाहिँ जनतामा विस्तार हुन सकेन है। अब नेकपाको तपाईँले भनिहाल्नुभयो 2044 सालदेखि तपाईँ सायद जन्मिनु भएको पनि म त सानो 1 वर्षको थिएँ माओवादी त्यतिखेरको एकता केन्द्र मसाल के थियो? त्यसपछि माओवादी चाहिँ
अनेक छ नि त त्यो पार्टीमा एउटै चिज बदलिन्छ त्यो प्रचण्ड हो अरू सबै चिज बदलिन्छ होइन अरू सबै चिज हिरो त्यतिखेर यो मान्छे कहाँ थियो कहाँ छ मैले होइन तर एउटा मान्छे स्थिर छ यो देशमा स्थिरता छैन कसले भन्छ एउटा मान्छे स्थिर छ त्यो प्रचण्ड हो त्यसले गर्दाखेरि 73 सम्पत्तिले उहाँ चुकाइराख्नु पऱ्यो अहिले प्रचण्डले आफ्नो पार्टीमा प्राण राम्ररी भर्न नसकेको हुनाले गर्दा लेखनाथ देउपाने जस्तो हामीले अहिलेसम्म जाने बुझेको इमान्दार मान्छेले सबै मिलनसँग हैरान परेको छौँ यो चाहिँ के हो भन्दाखेरि पार्टीमा आन्तरिक लोकतन्त्रको कमी भयो त्यसैले तपाईँको यी तुलना गरेर तीनवटा पार्टीमा तुलना गर्दाखेरि तपाईँहरूको चाहिँ सबभन्दा अगाडि गयो मैले बाहिरबाट हेर्दा तपाईँहरूको बदलने प्रक्रिया सबभन्दा छिटो र साँच्चै भन्दाखेरि असम्भव जस्तो लाग्ने कुरा नेपाली काङ्ग्रेस जस्तो पार्टी हो कि असम्भव जस्तो लाग्ने कुरा चाहिँ सम्भव गरेको हो कङ्ग्रेसको नेतृत्व बधाईको हकदार छ हाम्रो आदरणीय किशोर नेपाल दाइले हिजो रहेछ गगन थापाको कब्जामा काङ्ग्रेस भनेर होइन अनि मैले दाइसँग कुरा त गर्न पाएको छैन तर इतिहास यस्तै निर्मम हुन्छ इतिहास यति निर्मम हुन्छ कि कहिले कति निर्मम भनेर बुझ्न दाइहरूलाई सबै समय लाग्छ कि ठिक छ 72 एमालेको विषय अब 82 को विषय यो कुनै कालखण्डमा होला तपाईँले अब एकदमै यो परिवर्तन हो एकदमै राम्रो परिवर्तन हो भनेर स्वीकारिसक्नु भएको छ होइन सायद त्यही बुझ्नु पर्ला अहिलेसम्मको हजुरको प्रोफेसरहरूले नीति मात्र होइन नेतृत्व नै परिवर्तन सम्म पुग्नुलाई चाहिँ यो स्पेसिफिक कुरालाई चाहिँ अहिले कसरी बुझ्नुहुन्छ नेपाली कङ्ग्रेसको हकमा म यसो दोहोऱ्याएर एकपल्ट हामीले चाहिँ विशेष महाधिवेशनको कुरा हुँदै गर्दाखेरि नीति परिवर्तनको कुराहरू भइरहेको थियो नीति जस्तै यो परिस्थितिमा चाहिँ नीति मात्रै परिवर्तन नभएर नेतृत्व नै परिवर्तन हुनु अथवा नेतृत्व परिवर्तन नभएको परिस्थितिमा चाहिँ पुग्दै गर्दाखेरि चाहिँ हजुरले यसलाई कसरी बुझाइराख्नुहुन्थ्यो होला पूर्ण परिवर्तनको बुझाइ हुन सक्थ्यो कि अनुहार परिवर्तन हुँदा पनि एउटा छनक त पाउन सकिन्छ कङ्ग्रेसमा परिवर्तन भएकै हो भनेर तर यसलाई डकुमेन्टेड गर्ने काम अझै बाँकी छ भन्छु मैले त्यतिखेर चाहिँ त्यहाँ पेस भएका विश्वप्रकाश शर्मा र गगन थापाका डकुमेन्टहरू हामीले पढ्यौँ त्यसको बारेमा हामीले छलफल पनि गऱ्यौँ अघिल्लो 79 को इलेक्सनको बेलामा होइन 79 को इलेक्सनको बेला होइन योभन्दा अगाडिको महाधिवेशनको बेला गगन थापाले एउटा डकुमेन्ट महामन्त्री लड्ने घोषणा गर्दै गर्दाखेरि सोसल डेमोक्रेसीको एउटा डकुमेन्ट पेस गर्नुभएको थियो त्यो डकुमेन्टको बारेमा धेरै छलफल गर्न बाँकी रह्यो जस्तो लाग्छ वामपन्थी खेमाले चाहिँ यो सोसल डेमोक्रेसी भनेको यो हो भनेर अलिक नेगेटिभ ढङ्गले त्यसलाई चर्चा गर्यो मैले 3-4वटा रिपोर्टिङ त्यतिखेर मैले आफै लेखाएको थिएँ यो सोसल डेमोक्रेसी भनेर के भन्न खोजेको नेपाली कङ्ग्रेसले त्यतिखेर किन प्रजातान्त्रिक समाजवाद भनेर र सामाजिक लोकतन्त्र भनेर नेपाली कङ्ग्रेसले भनेर त्यसको बारेमा पर्याप्त मात्रामा साथीभन्दा छलफल भएको छैन सम्भवतः अझै पनि आउँछ भन्ने म ठान्छु र अहिले चाहे यो जेन्जी बिलोले बुझ्ने कुरा नहोस् चाहे छिटो समय बदलिएको छ यो कुरालाई पार्टीले आत्मसात गर्न किन ढिलाइ गरेको भनेर नेताहरूले केन्द्रीय कार्य समितिको बैठकमा बोलेका भिडियोको साना फुटेजहरू बाहिर जे सार्वजनिक भएको हामीले सुन्यौँ त्यो सुन्दाखेरि चाहिँ त्यो विचारसहितको परिवर्तन यो केवल अनुहारको परिवर्तन होइन यो विचारकै परिवर्तन हो भनेर मान्न सकिने चाहिँ पर्याप्त आधारहरू छन् तर फेरि पनि म अझै पनि कन्भिन्स हुने ठाउँ कहाँ खोजिरहेको भने चाहे अबको चुनावको घोषणापत्र आउँदा त्यो घोषणापत्र दुईवटा अझै सैद्धान्तिक हुन्छ बढी कार्यक्रमिक आउँछ डेलिभरी बेस्ड चिजहरू त्यसमा आउँछ र त्यसको लागि आउने जुन वैशाखी महाधिवेशन हुँदैछ भने चाहिँ त्यो महाधिवेशन आउने बेला आउने कुरा जो एउटा सोलिड ढङ्गले आफ्नो पार्टीले ल्याउँछ जस्तो मैले चाहिँ जहिले 2012 सालको कङ्ग्रेसको विगत घोषणापत्रलाई नेपाली कङ्ग्रेसको एउटा आधार मान्छु मैले त्यो आधार चाहिँ नेपाली काङ्ग्रेसले जतिपल्ट यो बिचमा महाधिवेशन गरे पनि त्यस क्रममा त्यतिखेर त्यसपल्ट पञ्चायत आयो पञ्चायतको अगाडि विभिन्न नेपालका सारा मौजल आएर पनि विभिन्न हिंसा धेरै चिजहरू भयो तर 12 सालको विजनको डकुमेन्ट चाहिँ अहिलेसम्मको सबैभन्दा महत्त्वपूर्ण डकुमेन्ट र एक हिसाबले त्यसपछि लेखेका सबै डकुमेन्ट चाहिँ काङ्ग्रेसको त्यो डकुमेन्टको एक्सटेन्सन हो भन्ने मैले मान्दछु मैले पढ्दाखेरि त्यस्तो के आउँछ भन्ने मेरो अपेक्षा छ म एकदमै धेरै अपेक्षा पनि गरिरहेको छु ताकि त्यसमा रहेर बहस गर्न सकियोस् र त्यही डकुमेन्टले चाहिँ हेरेर म भन्नेछु कि कङ्ग्रेस यो नयाँ हो कि कुरा हो अथवा नेपालका पार्टीहरू मध्ये सबभन्दा नयाँ पार्टी हुन विचार हिसाबले श्रवण मुकाबको एउटा कविता छ कि सबभन्दा पुरानो मान्छेलाई मार्न सबभन्दा नयाँ विचार चाहिन्छ
मार्ने भनेको एउटा आइडियामा मार्ने भन्ने कुरा होइन। त्यो नयाँ विचार के हो त्यो आउँदैछ भन्ने अपेक्षा राख्छु। हामी त्यसमा प्रयत्नरत नै छौँ भन्ने यति साझा प्रवेश त हामी दिन सकिन्छ भनौँ। र अर्को यो विशेष महाधिवेशनले नेपाली राजनीतिको कोर्सलाई एउटा सकारात्मक दिशातर्फ उन्मुख गराउँछ, यसले अन्य दलहरूलाई पनि प्रोत्साहन गर्छ भन्ने हजुरको आशय पनि बुझ्न सक्यो। यसले जुन यो परिस्थिति आज निर्माण भयो जेएनजी विद्रोह, ती नभएका साथीहरूलाई चाहिँ नेपाली काङ्ग्रेसको यो विशेष महाधिवेशनको परिणाम, यो परिस्थिति चाहिँ कस्तो लागेको हुनसक्छ? तपाईँको रिडिङ, छलफलहरू, इङ्गेजमेन्टहरू हुँदै गर्दाखेरिको कुराहरू अथवा के सन्देश दिएको छ उहाँहरूलाई? नयाँ पुस्तामा सन्देश कुरा हुन सुरु गरेको छ कि यो पार्टी युवाहरूको पनि पार्टी हो। यो पार्टीमा कोही मान्छे आयो भने आएर त्यसलाई धेरै वर्षसम्म निरीक्षणमा राखिन्छ र निरीक्षणमा राखेपछि त्यो कुनै दिन बुढो हुनेछ भन्ने खालको एउटा त्यस्तो भ्रममा राखिने छैन सायद। अब कोही मान्छे चाह्यो भने छिटै नेपाली काङ्ग्रेसको सदस्य भएर त्यसले आफ्नो कामहरूलाई चाहिँ थालेर कि अब चाहिँ निरीक्षणमा आओस्, चाहे अरू राजनीतिक सङ्गठनमा होस् कि यति छिटो मान्छेहरू आउँदैछन् कि त्यो देखेर राजीव ढुङ्गानाहरू पनि छक्क पर्नेछ कि के भइरहेछ काङ्ग्रेसमा भन्ने खालको एउटा अवस्था आउँदैछ। र यो पार्टीमा लागेपछि भाइ तिमी 20 वर्ष भयो तिमी पार्टीमा लागेको, तिमीले अहिले कहाँ पाउँछ, तिमी बस्दै गर अहिले भनेर त्यसले कुराउने होइन कि एउटा स्वस्थ प्रतिस्पर्धाको लोकतान्त्रिक विधिसम्म प्रतिस्पर्धाको लागि काङ्ग्रेसमा ग्राउन्ड बनेछ। र काङ्ग्रेसको सदस्य भएर कोही मान्छे म के देख्छु भने किन कन्फ्युज भएको, किन बडो कुण्ठित भएको, उसले भन्न मन छ धेरै कुरा। बढी कुण्ठित चाहिँ एमालेमा छ, किनकि उसलाई भन्न मन छ, उसलाई भन्नै जान्छ, भनिसक्दा उनीहरू एमाले लड्दैन। त्यस्तो चाहिँ अलिक काङ्ग्रेसमा होइन। तर भन्न त भन्छन्, तर सुनवाई हुँदैन, भनिराख्छन् भनेर अस्तिसम्म त दुईवटा महामन्त्रीकै हालत देखायो नि हामीले। अहिले नै अलिकति परिस्थिति चाहिँ फेरिएको हो भनेपछि यो फरकमत राख्न सक्ने, आफ्नो विचारहरू राख्न सक्ने कुरालाई कति त्यो बगेको पानी जस्तो चाहिँ ढङ्गले चाहिँ एउटा ग्यारेन्टी गरिदिन्छ अब प्रणालीले भन्ने आधारमा नयाँ पुस्ता कति आउँछ त्यो पार्टीमा भनेर आउँछ। होइन भने के हुन्छ भन्दा चाहिँ पुरानो इतिहास, यति वर्षदेखिको क्रियाशील सदस्य, यति वर्षको योगदान थियो उहाँको भनेर इतिहास भट्याउने काम भइरहेको छ। तर अघि त टोनी ब्लेयरको मैले जुन इक्जाम्पल दिएँ नि, त्यो काम चाहिँ किनकि टोनी ब्लेयरकै नेतृत्वमा चाहिँ उनको लेबर पार्टीमा कस्तो चेन्ज आयो, न्यू लेबर भनेर एउटा विचार नै एउटा आयो त्यसलाई हातमा होइन। लेबर पार्टीलाई आखिरमा त्यो 100औं वर्ष पुरानो पार्टी थियो नि त। तर त्यो 100औं वर्ष पुरानो पार्टी पनि न्यू लेबरको नारालाई कस्तो छोयो भने साह्रै युवाहरू चाहिँ त्यो पार्टीमा आकर्षित लागेको हो। यस्तो टोनी ब्लेयरको जस्तो कुरा चाहिँ काङ्ग्रेसले निकाल्न गर्न सक्छ कि सक्दैन, यसको वास्तविक परिचय चाहिँ अब हजुर आधारहरू केही बयान भएको छन्, त्यो युवाहरूलाई आवास दिलाउन सक्छ कि सक्दैन, नत्र भने नव युवाहरू प्रवेश गर्ने, आएर काम गर्ने वातावरण कङ्ग्रेसमा भएको देखिन्छ भन्ने चाहिँ हजुरको सार कुरा भयो भन्ने अहिले आश गर्ने भरपुर सम्भावना भयो। ओके, सो काङ्ग्रेसको यो विशेष महाधिवेशनको जुन परिवर्तनको प्रक्रियाको परिस्थिति निर्माण गर्ने ल्याउने प्रक्रिया जुन जमर्को रह्यो, यो जेएनजी विद्रोह पश्चातको यो निर्वाचन जुन फागुन 21मा हुँदैछ, त्यो जमर्को, त्यो प्रयत्न, त्यो सङ्कल्प जुन थप भोलि घोषणापत्र आउँदै गर्दाखेरि पनि त्यसबाट पनि आधारित होला। फागुन 21मा चाहिँ यो परिवर्तनका आवाज कति प्रतिबिम्बित हुन सक्ला मतदानसम्म पुग्दै गर्दाखेरि यो हजुरको के छ यसको कारण? ढिलो त भएकै हो, तर बेटर लेट देन नेभर भन्छ कङ्ग्रेसले। भनौँ न लगभग 45 दिन 54 दिन जति चाहिँ छलफल गरेरै बितायो। यो महाधिवेशन हुनुपर्छ कि पर्दैन, यो भयो भने के हुन्छ, यसको महत्त्व के हो, नेपाली कङ्ग्रेसको आन्तरिक जीवन मात्रै होइन कि यो देशकै लागि यो एउटा नेपालको ठुलो राजनीतिक पार्टीको महाधिवेशन हुनुको र नेतृत्व परिवर्तन हुनुको कति महत्त्व छ भन्ने कुरा एकले अर्कालाई बुझाउँदै यसले यति धेरै समय बितायो। यो बिचमा कतिले चाहिँ त्यो केटी माग्न जाने केटी बाहिर बिहे गरेर गइसक्यो होला, कतिजना परीक्षाको सेड्युल आउनेहरूको परीक्षा भनेर रिजल्ट आइसक्यो। अब धेरै देशमा कति कुरा भन्नु होला क्या। काङ्ग्रेस एउटा यस्तो लम्बैटान छलफल लागेर चाहिँ
सबै बुझाएर सायद अब त गणेश दाजुको कुराको समीक्षा गर्न पनि मन छैन होला तर एउटा बेकार त्यो खेर गएको 1.5 महिना जस्तो भयो तर जे भए पनि अन्तत पारमा गएर छोड्यो जेसुकै भए पनि पारमा गएर छोड्यो अब यो कुरा मतदातामा कति कम्प्लिकेट गर्न सक्छ हामी मत लिएर आयौँ हामीसँग यो कुरा छ हामीले विश्वास गर्नुहोस् हामी 3 वर्ष अगाडि भोट माग्न आएको देउबा नेतृत्वको कङ्ग्रेस हामी होइनौँ हामी 54 सालमा के अरे 74 सालमा एकदमै धर्मराएर चुनावमा गएको नेपाली कङ्ग्रेस पनि होइनौँ हामी कोसँग तालमेल गर्न सकिन्छ कि ताकि केही सिट बढाउन सकियोस् केही हजार भोटले तलमाथि केही 100 भोटले तलमाथि गरेर भोटमा जित्न सकियोस् भनेर गइरहेको कङ्ग्रेस पनि होइनौँ हामीलाई फागुन 21 को चुनाव त्यो अचम्म पनि स्वीकार छ कि यसले जुनसुकै परिणाम दिए पनि हामीले यो प्रक्रियालाई स्वीकार गरेर आएका हौँ मैले एउटा लेखेको नि कि कम्युनिस्टहरू हाल्दैन कि जितोन्छ कि धाँधली भनेर लेखेको जनताको त सपोर्ट हामीलाई चाहिँ एकदम बिचमा धाँधली गरेर मलाई हराइदियो भन्ने टाइपको कुरा गर्छ कि होइन हामी हार्न तयार छौँ तर हारे पनि हामी यो प्रक्रियालाई हामीले स्वीकार गरेर आएका हौँ जनताले जति भोट दिएका छन् जति पाएका छौँ हामीले यो जित हाम्रो जित हो कतै हामीले हारेका छौँ भने यो हार हामीले स्वीकार्य छ जसले जितेको छ धन्यवाद छ हामी चुनावमा गएका छौँ र एउटा यो नेपालको संविधानै रहन्छ कि रहँदैन नेपालको प्रणाली नै रहन्छ कि रहँदैन नेपालको लोकतन्त्र नै रहन्छ कि रहँदैन भन्ने डरबाट हामी मुक्त भएका छौँ बिचमा संविधान यताउता हुन खोजेको भए पनि त्यो बडो कष्टप्रद ढङ्गले लिखमा राखिएको छ यो लिखमा राख्न सक्नु नै हाम्रो जितो भनेर काङ्ग्रेस ठान्छ कि अब विभिन्न नेताहरूले भन्नुहुन्छ नि त्यस्तो खालको रोचकरमा यो काङ्ग्रेसले लाग्छ हेरौँ न हामीले स्पष्ट खाताको तयार भइसकेको छ भन्ने कुरा छ धेरै धेरै धन्यवाद अब एकछिन हामी फ्लोरबाट पनि हामी साथीहरूबाट पनि केही प्रश्नहरू जिज्ञासाहरू लिएर अन्तर्क्रिया गरौँ कोही हुनुहुन्छ भने हात उठाइदिनुहोस् है माइक अघि दाइले एउटा कुरा भन्नुभयो प्रारम्भमै मैले दाइ भनेरै सम्बोधन गर्न चाहेँ जेन्जी आन्दोलन पछाडिको परिस्थितिमा हामीले होर्डिङ बोर्ड अफिसको निकालेको छौँ भन्ने कुरा यहाँले जो जोड्नुभयो म डेमोक्रेसीमा विश्वास राख्ने प्रजातन्त्रमा विश्वास राख्ने र अहिलेको उमेर समूहले चिर परिचित प्रचलित भाषामा जेन्जी उमेर समूहको नै प्रतिनिधित्व गर्दछु यो परिस्थिति जुन नेपालका मिडिया हाउसहरूले भोग्नु पर्यो यो आजको दिनमा मलाई के लागिरहेको छ भने यो मिडिया हाउसले मात्रै कर्पोरेट मिडिया हाउसले मात्रै भोगिरहेको समस्या यो होइन आज तपाईँले मिडिया हाउसको कुरा गरिरहँदा नेपाली राजनीतिको आजको ट्र्याक गलत छ भनेर यहाँ आज पात्रको कुरा नगरौँ पात्रको प्रवृत्तिको शैलीको कुरा हामीले उठाइरहँदा परिस्थिति आज यस्तो छ कि यहाँबाट फर्केर आफ्नो गन्तव्यसम्म जाँदै गर्दा चाहिँ बाटोमा कतिजनाले कुद्ने हो कतिजनाको कुटाइ खाइने हो भन्ने खालकोसम्मको एक खालको परिस्थिति छ मैले यो कुरा किन जोडेँ भने कुनै एकजना पात्रको पूर्व उप प्रधानमन्त्रीको नेपाली नागरिकता नक्कली छ भनेर 79 को निर्वाचनभन्दा अगाडि सबैभन्दा पहिला मलाई लाग्छ त्यो लेख्ने मान्छे मध्ये एउटा म पनि थिएँ म त्यति बेला भलै सञ्चारकर्ममै थिएँ त्यसको इफेक्ट कहाँनिरसम्म देखियो भने संयोगवश भाद्र 23 र 24 गते जेन्जी आन्दोलन भयो मैले भाद्र 19 गते मात्रै अनलाइन खबरको अफिस नजिकै म बस्थेँ मैले मेरो डेरा चेन्ज गरेको परिस्थिति थियो पछि मलाई घरदेखि दाइले के भन्नुभयो भने बाबु तिमी कस्तो समय निकालेर चाहिँ मेरो घर छोडेर गएछौ तिमीलाई खोज्न 7 टोली आएको थिए 7 टोलीसम्म आएको थिए तिमी यहाँ बसेको देखेर भन्ने खालको कुरा उहाँले गर्नुभएको थियो यतातिर मैले मेरो कुरा गरेँ त्यो मात्रै होइन कि हामीले प्रविधिको कुरा गरिरहँदा आज विधिको शासनमा नेपालका कर्पोरेट मिडियाहरूले वकालत गरिरहँदा जसरी नेपालका कर्पोरेट मिडियाहरूले तपाईँकै नाम जोडेर जसरी आयो मिडियाहरू 12 भाइदेखि लिएर चाहिँ तपाईँहरूका प्रविधिको विषयमा धार उठाएर समाचार लेख्छन् भन्ने खालको त्यो जुन एउटा गैर लोकतान्त्रिक गैर जिम्मेवार अभिव्यक्तिहरू जो आएर नेपालमा मिडियामाथि एट्याक हुन सुरु भयो मलाई लाग्छ हाम्रो स्वतन्त्रताको इतिहासमा स्वतन्त्रतामाथि चाहिँ सबैभन्दा ठुलो प्रहार त्यस दिनबाट चाहिँ प्रारम्भ भयो भन्ने मलाई लाग्छ यद्यपि त्यो लडाइँमा मिडियाहरू पनि केही चुकेको हो कि अथवा नागरिक समाज पनि चुकेको हो कि
भन्ने मेरो प्रश्न हो। कतै त्यसको सामना गर्न चाहिँ हामीले समयमा नसकेर पनि जेन्जी आन्दोलनले यो परिस्थिति निम्त्याएको हो कि भन्ने चाहिँ यहाँलाई मेरो मेजर प्रश्न। धन्यवाद। छोटो छोटोमै एन्सर गर्छु। यहाँको के नाम हो? शङ्कर तिवारी। ल धन्यवाद शङ्करजी। कमजोरीहरू भएको छ जस्तो मलाई पनि लाग्छ। यति लामो मिडियाको यात्रामा म अनलाइन गरेको मात्रै होइन कि समग्र मूलधारको मिडियाको कुरा गर्छु कि कमी कमजोरीहरू, किनकि हामी यस्तो पेसामा लाग्यो कि कुनै पनि बेला गल्ती हुनसक्छ। हाम्रो उद्देश्य गल्ती गर्ने हुँदैन, तर नियत त्यसरी नराखी पनि गर्दै गरेर कहिलेकाहीँ चाहिँ अनौठो खालको गल्ती हुन्छ। म त्यसको बारेमा कुनै दिन कुरा गर्दा हामीले सबै ढङ्गले भेरिफाई गर्दा सबै ढङ्गले गर्दा पनि कस्तो अनौठो ठाउँमा गएर हामी फस्छौँ भन्ने कुराको बारेमा कुनै दिन कुरा गर्दा, तर हामी चाहिँ तथ्यकै लागि हिँडेको, गल्तीको लागि हिँडेको होइन। गर्दै जाँदाखेरि कहिलेकाहीँ गाडी चाहिँ सेफ्टीको लागि कुराको तर दुर्घटना हुन्छ भने जस्तै गल्तीहरू हुन्छ। त्यो चाहिँ समीक्षाहरू गर्नुपर्छ भन्ने म मान्छु। र हामी प्रेसमाथि यो पपुलिजमको चाहिँ संसारभरिको क्यारेक्टर गरी प्रेसमाथि घृणा, प्रेसमाथि आलोचना होइन कि प्रेसमाथि चाहिँ घृणा फैलाउँदै जाने कि हाम्रो एकजना बहिनी हुन्थ्यो अफिसकै स्टाफ साथी चाहिँ उहाँ क्रिकेटको रिपोर्टिङ गर्नुहुन्थ्यो। क्रिकेट रिपोर्टिङ गर्दै गएको प्रेसको कार्ड देखेर 12/5 लाख भनेर चाहिँ रुँदै आउनुभएको थियो अफिसबाट भनेको। अब त्यो आजभन्दा 4-5 वर्ष अगाडि चाहिँ कुनै प्रेसको मान्छेले कुटाइ खायो भने ओहो कुट्नु त भएन नि, यसलाई के हो बुझाउनु पऱ्यो या मुद्दा लाउनु पऱ्यो के गर्नु पऱ्यो, कुट्नु त भएन भन्छ। अहिले चाहिँ त्यसलाई कम भएछ, यसलाई पिट्नु पऱ्यो भन्ने खालको एउटा सेन्टिमेन्टल बनाउन खोजिएको छ नि। एकदमै दुःख छ। हामीले पार्टीको कार्यकर्ता जसरी चित्रित गरिन्छ, तर हामीले हामीले देखेको समाचारको कारणले नेपाली काङ्ग्रेसका मान्छे कतिजना जेल गएका छन्, एमालेका मान्छे कतिजना जेल गइसक्यो, माओवादीकै मान्छे कतिजना जेल गइसक्यो भनेको हाम्रो कुनै पार्टी छैन। हामी अपवादलाई छोडेर कोही व्यक्तिले गल्तीहरू गरेको होला, तर हामी पार्टीमा वा भावी सङ्गठन लागेपछि हामी शक्ति बढ्छ। हामीसँग यति शक्तिशाली कलम छ कि त्यो कलमकै शक्तिले हामीलाई खाना लाउनु पुगिहाल्छ क्या। हामीलाई कुनै पार्टीको नेताले हामीलाई दिनै पर्दैन रहेछ। तर हामीले उजागर गरेको भ्रष्टाचार अहिले सुशासनको लागि एउटा आन्दोलन भयो भने चाहिँ नेपालमा यो 30 वर्ष 46 सालको आन्दोलन अगाडिका यो बिचमा भएको करप्सनका सबभन्दा बढी कुरा कसले ल्याएको त? थोरै ल्यायो होला, तर मिडियाले नै ल्याएको क्या। ल्याउनु पर्ने जति ल्याउनु सकेन तर पत्रकारले नै ल्याएको हो। त्यसले गर्दाखेरि कमजोरी भएको हुनसक्छ, त्रुटिलो भएको हुनसक्छ, सच्याउन एकदमै विनम्रतापूर्वक तयार पनि हो। तर जसरी लान्छित गर्ने कामहरू गरिएको छ त्यो लान्छित गर्नेहरू हेर्दाखेरि ती कति पानी माथि छन् भन्दाखेरि त्यो त साँच्चीकै सर्वाङ्ग नग्न र पानीभित्र छ। दाइले अघि धेरैचोटि टोनिङको डिफरेन्सको कारणले गर्दाखेरि मैले यो क्वेसन जोड्नु चाहेँ। टोनिङर भन्दै गर्दाखेरि हामीले गोल्डन ब्राउनलाई पनि छिटो हुन्छ जस्तो मलाई लाग्छ। त्यस कारणले गर्दाखेरि जसरी कि विशेष अधिवेशनको सिनारियो बनिसकेको थियो त्यस अब काङ्ग्रेसले के हुन्थ्यो भने अब इकोनोमिक्सको टर्म भयो स्ट्यागनेसन, आफू चाहिँ स्ट्यागनेट गर्ने तर अन्य ल्यागेर शक्तिहरू चाहिँ हुँदै भएर पनि जस्तो स्थितिमा काङ्ग्रेस थियो। जस्तै यो विशेष अधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्माले चाहिँ जसरी टोनी ब्लेयर र गोर्डन ब्राउन जस्तो चाहिँ एउटा भूमिका निर्वाह गरेर द न्यू लेबर जसरी टोनी ब्लेयरले बनाए वा गोर्डन ब्राउनले बनाए त्यसरी नै चाहिँ द न्यू कङ्ग्रेस अहिले बनेको छ भने हामी काङ्ग्रेसीहरूको चाहिँ एउटा अपेक्षा पनि हो। त दाइलाई मैले 2006 टोनी ब्लेयरलाई एउटा रिक्वेस्ट दिँदै गर्दाखेरि एउटा इस्टाब्लिस 3 चोटि प्रधानमन्त्री भइसकेको थियो जस्तो लाग्छ। दाइले मोबाइलमा हेर्नुभयो कारणले गर्दा क्रस हिँडाएको पाइने पत्याले 3 चोटि प्रधानमन्त्री भइसकेको वा देशको नेतृत्व गरेर एउटा लिने रेखा टम्क्याएर इस्टाब्लिस भएको थियो भने अहिलेको यो जुन न्यू कङ्ग्रेसको लिडरसिप छ जस्तै न्यू लेबर भन्दै गर्दा मिड-90s टाकाहरू जस्तो लाग्छ। मिड-90sमा न्यू लेबर बनाएर जसरी त्यो रेखा नेतृत्व 2006मा त्यसरी इस्टाब्लिस नपुगे त्यसरी नै अहिले न्यू कङ्ग्रेस बनाएर आएको नेतृत्वहरू चाहिँ के 2006को टोनीले जसरी त्यसरी चाहिँ स्थापित हुन सक्छ कि सक्दैन भन्ने मेरो एउटा जिज्ञासा छ। छोटोमा भन्छु म त देख्न त्यो स्थापित हुन सक्ने आधार देख्छु मैले। गभर्नर विश्वमा मैले बिपी र सुवर्ण संसदको खालको होइन अथवा चाहिँ हिजोको दिनमा चाहिँ इभन बिपी किशनजी अथवा बिपी गणेशको जस्तो त्यो जुगलबन्दी गर्न सक्ने र आफ्नो व्यक्तिगत के अरे व्यक्ति हो उहाँको मौकाप्रकार भइसकेपछि अझ साइकोलोजीमा रुचि राख्ने भएकोले नै कतिपय लभ एजुकेसन अथवा एकले अर्कालाई काण्ड किनकि राजनीति हो त्यहाँ दौपेच चल्छ त्यस्तोहरू पनि म थाहा पाउँछु। तर ती दौपेचलाई पनि सबै साइडमा राखेर हाम्रो त्यतिखेर कमन गोल के हो हामी दुईजना मिल्यौँ भने यतिखेर 1+1 11 हुनसक्छ, 1+1 2 होइन कि 1+1 11 हुनसक्छ। यसले अर्कै शक्ति ल्याउन सक्छ। त्यसले हामीले यतिखेर को सभापति बन्छ या को मन्त्री बन्छ प्रधानमन्त्री बन्छ भन्दा पनि अहिले हामी चाहिँ अर्कै यस्तो टार्गेट राखेर नेपाली समाजमा यसमा राखिएकै छैन भनेर सोचेर गएको देख्छु।
त्यो गएर त्यसलाई चाहिँ बिचमा चाहिँ किनभने बिचमा उचाल्ने पछार्ने तत्त्वहरू पनि हुन्छन् विभिन्न राजनीतिक रूपमा किनभने विश्व प्रकाशको ट्र्याक रेकर्ड हेर्दा पनि एकदमै कतै केही समस्या नभएको ट्र्याक गगन आफै एउटा प्रोभन लिडर हुनुहुन्छ भनेपछि कहिले दुईवटा इगोमा खेलिदिने खोज्ने मान्छेहरू पनि हुन्छ तर उहाँ साँच्चीकै नेता हो भने उहाँको त्यो सानोतिनो इगोमा अड्किने नै होइन कि अब जसरी गगनले विश्व प्रकाशलाई चाहिँ पार्टीका उपसभापति मेरो आदरणीय नेताहरूले सम्बोधन गरेको म सुन्छु होइन त्यो हाम्रो कमै हुन्छ यस्तो खालको अभ्यास सम्बोधन नगर्ने कि त्यसले एउटा कल्चर एउटा प्रसारित गर्छ र विश्व प्रकाशले पनि आफूभन्दा जुनियर भएको भए पनि कलेजमा भेटेको एउटा विद्यार्थी भएको भए पनि तर यो नयाँ समय बदलियो उहाँ नेता हो र उहाँले लिएको विचारमा हामीले त्यसलाई साथ दिँदै अगाडि बढ्नुपर्छ भनेर जुन एकअर्कालाई कम्प्लिमेन्ट गर्ने कुरा छ नि हाम्रोमा चाहिँ साझेदारीका अभ्यासहरू बडा कम टिकेका छन् हामीले महजोडीको नाम लिन्छौँ गैर राजनीतिक मोडबाट होइन अरू यस्तो थोरै मात्रै छन् जहाँको चाहिँ यस्तो साझेदारी टिकेको छ र म के देख्छु भन्दा चाहिँ गभर्नर विश्वको आफै एउटा कल्चर पोलिटिकल कल्चर पनि मलाई थाहा छ उहाँको पारिवारिक विषय विरासत पनि छैन त्यसका विरुद्ध दुईजनाले विद्रोह गर्ने हिम्मत पनि गरेर आएको हो त्यस कारण उहाँले त्यो तपाईँले त्यो गोल्डन ड्रम र टोनी ब्लेयरको जुन इक्जाम्पल दिनुभयो त्यो इक्जाम्पल यहाँ नेपालमा लागु हुनसक्छ म त्यो हुनसक्ने धेरै आधार देख्छु राजनीति हो कुनै पनि कुराको भविष्यवाणी त गर्न सकिँदैन तर हामीले इन्डिकेटरहरू हेर्ने त्यो इन्डिकेटरहरू हेर्दाखेरि चाहिँ अघि तपाईँले भनेको त्यो स्ट्याग्नेसन तोड्ने जुन एउटा विद्रोह गर्ने उहाँले कमन एउटा गोल तयार गर्नुभयो र यसलाई चाहिँ किनभने काङ्ग्रेसभित्र हो जग्गाले यो यात्रा कम्प्लिट हुँदै हुँदैन यसको झोक त नेपालमा जानु पऱ्यो सँगै देशमा जानु पऱ्यो त्यो देशमा जानु सक्नु हो भने त्यसपछि गगन र विश्वको पनि सँगै नाम लेखिदियो हो होइन भने हामीले पनि पार्टीभित्र के गरिदिनु हुँदैन मेरो विचारमा जस्तो लाग्छ मैले बाहिरबाट हेर्दाखेरि चाहिँ गगन अब कि बार गगन सरकार टाइपको अहिले आएको नि ब्यालेन्स हामी त नारामा पनि आत्मनिर्भर हुन सकेन भनेर होइन अब कि बार मोदी सरकारले सुने हामीले होइन नारामा पनि आत्मनिर्भर हुन सकेन हो क्या अनि गगन इलेक्सनमा आउँछ त्यो प्राइम मिनिस्टरको क्यान्डिडेट भनेपछि उहाँलाई अलिकति केन्द्रमा फोकस गर्नु स्वाभाविक हो तर गगन हुँदै गरेर तपाईँ थाहा पाइकन विश्वलाई छोड्दै जानुभयो भने अथवा चाहिँ भोलि कुनै पोइन्टमा विश्व भन्दै अब गगन अब अर्को कुनै पात्रलाई छोड्दै जानुभयो भने यसले चाहिँ पार्टी भन्दैन त्यसले अहिले जसरी अरू विभिन्न पार्टीमा कल्ट पोलिटिक्स आइरहेको छ नि त्यो कल्ट पोलिटिक्स नै भयङ्कर हुन्छ तर त्यसले अन्त त केही पनि हुँदैन यो गिरिजाम शङ्करलाई पार्टी हो त यो होइन हरिजनको पार्टी हो 101 नेपालको नेताको खानी पार्टी हो नेपाली काङ्ग्रेस तर नेताको खानी देखाएर हुँदैन तपाईँको कार्यकर्ताको ताकतै देखाएर चाहिँ आफू स्थानीय भइराख्ने हो आफ्नो महाधिवेशन प्रतिनिधिहरू महासमितिका सदस्यहरू गाउँका वडाका मान्छेहरूलाई देखाएर उनीहरूमा त्यो जुन एउटा सामूहिकता छ नि त्यो सामूहिकतालाई देखाएरै स्थापित हुने हो त्यो सामूहिकतालाई नेतृत्व गरेर संयोजन गर्ने नेता मात्रै हो उहाँ कल्ट होइन यो साउथ इन्डियन सिनेमाको त्यो जस्तो चाहिँ पुरै त्यो आउनुभन्दा पहिला इस बार शाह के अरे इधर से आएंगे भनेर चाहिँ इस बार सलमान खानले भित्ता पढ्दै आउँछ नि होइन आखिर सलमान खानको यथार्थ के हो अदालतमा मुद्दा भइरहेको छ व्यक्तिगत रूपमा होइन सञ्जय दत्तले जसकै हल्ला गरेको नि होइन फिल्ममा त्यसै देखायो यथार्थ अदालतमा तारिक भइरहेको नि त यो जीवन यस्तै छ त्यसले गर्दाखेरि गगनलाई यस्तो पनि नबनाउनुहोस् तपाईँहरूले अथवा विश्वलाई यस्तो पनि नबनाउनुहोस् कि त्यसले फेरि उहाँलाई आफ्नो शक्तिमा पनि अतिरञ्जित कुरा भयो जो प्रचण्डलाई भएर भयो धेरै वर्ष जो केपीओलीलाई चाहिँ भइराखेको छ तपाईँको पार्टी एकजना नेताले केपीओलीलाई भेटेको रे चकित परेर आउँदैछ अब त्यो त्यही त सी जिनपिङले पनि गर्दैन अब पुटिनलाई पनि उसले भन्दै हो पुटिन र सी जिनपिङ भनेर तपाईँको धेरै बनाउनु अस्ति भर्खरै हेरेको पनि होइन अब एक हिसाबले त्यस्तो धेरै कन्फिडेन्स आएको राम्रो त राम्रो पनि होला तर त्यसले के त्यो अन्तर भन्दाखेरि केही पनि दिन्न नि त त्यस्तोमा चाहिँ तपाईँले आफ्नो नेतालाई नपुर्याउनु नमस्कार म मधुकर कुमार मेरो प्रश्न चाहिँ यो करेन्ट धारभन्दा अलिकति विपरीत छ अहिले हाम्रो करेन्ट धार चाहिँ के बगिराखेको छ भने जेएनजी मुभमेन्ट जेएनजी आन्दोलन जेएनजी उपलब्धि भन्ने बगिराखेको छ र म यो भदौ 24-25 गतिदेखि निरन्तर मूलधारका पत्र पत्रिकाहरू हेरिराखेको छु ती पत्र पत्रिकाहरूले जेएनजी आन्दोलन जेएनजी मुभमेन्ट या जेएनजी चाहिँ विद्रोह 1, 2, 3 यो कारणले यो विद्रोह हो भनेर कसैले पनि लेखेको देखिनँ मैले तपाईँलाई प्रश्न गरेँ यो जेएनजी मुभमेन्ट चाहिँ 1, 2, 3 यो कारणले विद्रोह हो भन्ने कुरा एउटा प्रश्न बनाइदिनु पर्यो अर्को कुरा के हो भने तपाईँहरू मूलधारका पत्रिकाहरूले
नेपाली कङ्ग्रेसको जेएनजी मुभमेन्टपछि निरन्तर मिटिङ चल्यो 51-52 दिनसम्म नेपाली कङ्ग्रेसको मिटिङ चल्यो। त्यो मिटिङमा मूलधारका मिडियाहरूले नेपाली कङ्ग्रेसले उठाउनु पर्ने विषय यो थियो भनेर तपाईँहरूले किन भनिदिनु भएन र विशेष या नियमितलाई मात्रै एकदम गोलिफाई गरेर किन प्रस्तुत गर्नुभयो? मेरो दुईटा क्वेसन। तेस्रो क्वेसन मेरो के हो भने यसैमा जोड दिएर तेस्रो क्वेसन के हो भने जेएनजी मुभमेन्टमा त 12 देखि 28 वर्षसम्मका साथीहरू पर्नुहुन्छ होला होइन? अनि त्यो 12 देखि 28 वर्षसम्ममा हामीले जबरजस्ती माइनरलाई पनि पोलिटिक्समा घुसाएर मैले यो अहिले हाम्रो डाक्टर भगवान कोइरालाको शब्दलाई सापट लिएर भने माइनरलाई हामीले पोलिटिक्समा घुसाएर हाम्रो पोलिटिक्स कहाँ जानु खोजिराखेका छौँ? जेएनजी आन्दोलनमा त 12 देखिका मान्छेहरू पर्लान् होइन? 12 देखि उमेर समूहका मान्छेहरू पर्लान्। अनि ती मान्छेहरूलाई जबरजस्ती राजनीतिमा लिएर आएर हामीले यो पोलिटिक्स कहाँ लानु खोजिराखेका छौँ? र सँगसँगै यसको पुछ्रे प्रश्न तपाईँले अघि भन्नुभयो यो समाजलाई दिग्भ्रमित गर्नलाई, यो समाजलाई तपाईँको सेलिब्रेटीहरू ठिक भनेर दिग्भ्रमित गर्नलाई मिडियाको कतिको भूमिका छ एकदम स्पष्टसँग एकदम नढाँटिकन भनिदिनु हुन म अनुरोध गर्दछु। धन्यवाद। जय नेपाल। धन्यवाद भाइ। म एकदमै धेरैवटा कुरा उठेको छ, सबै प्रश्नहरू गम्भीर छ, यसमा कतिपय कुरा रियलाइज गर्नुपर्ने कुराहरू पनि छ। तपाईँलाई धन्यवाद त्यसको लागि। विशेष कि नियमित भन्ने कुरा हामीले किन लाग्यौँ भन्दाखेरि म अलिअलि चाहिँ स्वीकार्छु त्यसमा सायद विशेष कि नियमित अथवा चाहिँ के हो भन्ने कुरामा हामीले शब्दमा बढी गयौँ तर अन्तर्वस्तुमा कम गयौँ भन्ने कुरा म अलिअलि स्वीकार्छु। हामीले पनि त्यो गरिरहेको छौँ, अरू मिडियामा पनि मैले त्यो पाएँ। तर विशेष मार्गदर्शन हुनुपर्छ भनेर माग गर्नेको अन्तर्यमा चाहिँ पार्टीमा रिफर्मेसन हुनुपर्छ भन्ने कुरा नै थियो भन्ने कुरालाई फेरि कहीँ ल्यायौँ। त्यो चाहिँ हामीले समाचारमा अन्तर्वार्तामा लेखहरूमा त्यो बिचमा चाहिँ हामीले दर्जनौँ लेखहरू प्रकाशित गरेका छौँ। कङ्ग्रेसकै सदस्यहरूले पनि लेख्नु भएको छ र कङ्ग्रेस एज ए इन्स्टिट्युसन चाहिँ काङ्ग्रेसप्रति मान्छेले के ठान्छन् भनेर बाहिरबाट अपेक्षा राख्ने मान्छेहरूको पनि हामीले त्यतिकै विचार राखेको छ र हामीले केही कुरा साबित गरेका छौँ। यो कङ्ग्रेसको मात्रै मामिला होइन है। जसरी हामीले एमाले गऱ्यौँ भन्दाखेरि चाहिँ तिमीहरूलाई चुप लाग्यो भनेर हामीले भनियौँ। त्यो एमालेको आन्तरिक मामिलाको बारेमा दखल नगर तिमीहरूले भनेर हामीले भनियो नि त नेताहरूबाट होइन। तर हामीले के भन्न खोजेको छ चाहे एमालेको कुरा होस् चाहे कङ्ग्रेसको कुरा यो तपाईँहरूको मात्रै कुरा होइन। यो आम जनताको स्टेक हो। एउटा कुनै कम्पनीको विषय त आम जनताको विषय हुन्छ भने यो तपाईँको पार्टीको कुरा जसले सरकार बनाउँछ भोलि त्यसको आम जनताको कुरा हुँदैन, स्टेक हुँदैन भनेर हामीले त्यो आम जनताको कोर्टबाट प्रश्न फर्काइदिएको थियो एउटा। तर दाइले भनेको कुरामा दम पनि छ कि अलिक विशेष कि नियमित भन्ने कुरामा अलिअलि बढी त्यता चाहिँ त्यो शब्दमा बढी गएको चाहिँ हो। अनि विद्रोही आन्दोलन भन्दाखेरि चाहिँ म के देख्छु मैले लेखेको पनि थिएँ त्यो सायद त्यो नेपाली मिडियामा जति आउनु पर्ने त्यो आएन होला, थोरै आएर। तर मैले चाहिँ यसमा विद्रोहको क्यारेक्टर किन बढी छ भनेर यसमा के लेखेको थिएँ भने चाहिँ यो जेएनजी आन्दोलन अथवा जस्तो सरकारले पनि जनआन्दोलन घोषणा गर्नुपर्छ भन्ने आयो नि त। यो जनआन्दोलन किन होइन भन्ने मेरो तर्क थियो। त्यो जनआन्दोलन होइन, त्यो छोटो समयमा कुनै कार्यक्रम नबनाइकन एब्रप्टली आएको कुनै करेन्ट लागेको जस्तो कुनै सक आएको जस्तो ढङ्गले चाहिँ आयो जसले पुरानो चिज फाल्ने भन्ने कुरामा स्पष्ट थियो, नयाँ के बनाउने भन्ने कुरामा स्पष्ट थिएन। एक खालको लिडरलेस थियो। त्यसकारण यो विद्रोहमा हुन्छ संसारका विद्रोह हामीले इतिहास पढ्दै त हो त्यसै आधारमा आकलन गर्ने हो होइन। त्यो हेर्दाखेरि चाहिँ म विद्रोहमा हुने क्यारेक्टर यसमा बढी छ भन्ने मैले ठानेको हो। तर अब मलाई पनि करेक्ट गर्नु होला, योभन्दा बेटर कसैसँग छ भने चाहिँ मलाई भन्नु होला। अनि कसैले आन्दोलन भन्छ भने त्यो गलत होइन, आन्दोलन भन्नु गलत होइन। मैले चाहिँ यसमा विद्रोहको फिचर बढी देख्छु। माइनर जाने कुरामा भगवान् डाक्टर साहबले भनेको कुरा सही नै हो। आन्दोलनहरू यस्तै हुन्छ। तपाईँहरू पनि यहाँनिर भएको कतिजना चाहिँ मलाई चाहिँ 14-15 वर्षको उमेरमा स्कुलतिर पढ्दा 16-17 वर्षको उमेरमा या नागरिक चलिनुभन्दा पहिला तपाईँहरू चाहिँ राजनीतिमा लाग्नु भएन, कोही डिभिजनमा बस्नु भएन, कोही कता बस्नु भएन। त्यतिखेरको समय अर्कै थियो। अहिले त स्कुललाई चाहिँ राजनीतिक सङ्गठन मुक्त बनाउने भन्ने छ। म त अझै मेरा त अझै रेडिकल प्रस्ताव छ। युनिभर्सिटीमा वाक्क भयो नेविसनका समेत कार्यकर्ताले, अखिलका कार्यकर्ताले, क्रान्तिकारीका अहिले भर्खरै क्रान्तिकारी चलाउनु भयो होइन। यति ढुक्कै लगायो कि होइन। अब यिनीहरूलाई एउटा ढङ्गले राम्रै ढङ्गले नियमन नगरिकन अब हामी एजुकेसनल इन्स्टिट्युसनहरू चाहिँ अगाडि बढ्दैन। यो तपाईँको नेविसनले अथवा कङ्ग्रेसका मान्छेले पनि राम्रो यसमा छलफल गर्नुहोस् कि हामी यही रूपमा चाहिँ भारतीय सङ्गठनलाई चल्न दिएर चाहिँ हामी अगाडि जाँदैनौँ। हामीले यो देश बन्ने बदलिएको नेपाल चाहिएको हो भने यही रूपमा राखेर चाहिँ सम्भव छैन। नेविसन पनि यसरी राख्नु सम्भव छैन, अरू सङ्गठन पनि सम्भव छैन। म आफू
आफू तपाईँ अब प्रेस चौतारीमा युनियनमा सेन्टरमा हुनु हुँदैन भन्ने मानेर राख्ने मान्छे हो। तर डेमोक्रेट हुनुहोस् न विचारले, तपाईँ आफ्नो विचार राख्नुहोस्, तपाईँको आफ्नो एकदम आइडियोलोजीको बिलिफ राख्नु, तर सङ्गठनमा नबस्नु। सङ्गठनमा मलाई हेर्नुहोस् न, आज म यहाँ किन यो कुर्सीमा छु भन्दाखेरि म प्रेस युनियनमा बसिरहेको भए अथवा चौतारीमा बसिरहेको मलाई तपाईँले यो कुर्सी दिनुहुन्थ्यो। आज किन तपाईँले मलाई यो ससम्मानीय कुर्सीमा राख्नु भएको भने मैले त्यो मेरो एउटा युनिक लाइसेन्स जुन छ मेरो स्वायत्ततालाई जति मैले कतै नजानेर त्रुटि गरेको भए छुट्टै कुरा, म सोसल साइन्स जर्नलिजम भएको, तर मैले सकेसम्म त्यसलाई राख्ने कोसिस गरेँ नि त। तर म जस्ता कति पत्रकारले गरेँ नि त। त्यस कारणले त्यो यो कुर्सीमा म या अरू त्यस्ता हाम्रा पत्रकार साथीहरूलाई तपाईँ सोच्नुहुन्छ, तपाईँ प्रेस युनियनकै मान्छे सोच्नुहुन्न क्या। घाटा छ, यो घाटासँगसँग धेरै लागिराख्दाखेरि त्यस कारण सबै कुरा थिङ्क गर्नुपर्छ भन्ने पनि म मान्छु। अब सेलिब्रिटी किन यति धेरै र मिडियामा किन यति धेरै यो प्रश्न हो। यो प्रश्न म पनि सोधिरहेको छु, तर यो प्रश्न मैले पनि सोधेर आनन्दले बस्न मिल्दैन। यो मतिर पनि फर्किएको प्रश्न हो। मैले पनि हालेको छु, बारेमा पुगेर सामान्य काम गरेर फेरि खाएँ होइन। अनि रिना विश्वकर्माले भने केही म चाहिँ मेरो एउटा बाचा छ, म स्याङ्गाले दिन्छु एउटा दुई नेताजीहरूलाई भन्दाखेरि अब बडा इमान्दार बाचा कुरा नबोल्नु सक्छ। कोही मान्छे जेमा हेर्दा गयो भने कसरी लान्छ होइन। तर उहाँ भनिराख्नु चाहिँ अदम्य विश्वास साथी म लैजान्छु ठिकै छ होइन। फेरि तर के होला यो चाहिँ हो सरकारको कुरा हो। अलिक गम्भीर कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ अब हामीले हेर्नु चाहिँ कहाँ जान्छ त्यो हुन्छ ए हेर्नु चाहिँ अब हामीले 5-6 वर्ष झेल्न परिरहेको थियो। अब केही उपाय छैन यसलाई यो सेलिब्रिटी अथवा जो के छ नि यो हेरौँलाई मिलेर हेरौँ के हुन्छ, यसले कहाँ पुऱ्याउँछ। त्यसमा राम्रो पनि होला, सबैले नराम्रो गर्छन् म भन्दिनँ, म निराशा पनि बाँड्दिनँ त्यसो भएर। तर उनले उत्पाद गर्दैन यो देशलाई कायापलट गर्दैन र खास गरी यो देशका स्ट्रक्चरल समस्याहरूमा यो छिर्लान् भन्ने चाहिँ अब मैले आशा रहेछ बाहिर गर्नु भएको हस् त धन्यवाद। नमस्कार, बसन्त जिल्लामा बसेर नमस्कार बसन्तजी, तपाईँलाई धेरै धेरै स्वागत। यो बदली यो कङ्ग्रेस बदल्छौँ देशको तपाईँले कङ्ग्रेसमा यति मिठो र राम्रो सामाजिक प्रोग्राम गर्नुभयो बाबाजी अनि हाम्रो राईजी, सबैलाई धेरै धेरै धन्यवाद। गैर कङ्ग्रेसको दृष्टिमा अबको कङ्ग्रेस भन्दा चाहिँ बसन्तजीलाई मैले एज अ नर्मल सिभिक पर्सनको रूपमा सोध्दा कि काङ्ग्रेसको अनुहार मात्र बदल्या हो कि सबै कुरा बदलेको छ, अर्को एउटा क्वेसन। र तपाईँ व्यक्तिगत प्रोफेसनल रूपमा पत्रकार भएका कारणले गर्दाखेरि यो मोमेन्टहरूलाई चाहिँ धेरै कुरा नगरौँ। हरेक मोमेन्टले एउटा नयाँ परिवर्तन ल्याउँछ। पानी परेपछि पहिलो त जान्छ भने अब यसमा आन्दोलनपछि आउँछ। यसलाई आन्दोलन भन्ने नभने कि यसका धेरै वर्षहरू फ्युचरमा पनि हुन्छन् होला। कङ्ग्रेसले अहिलेको तथ्याङ्कमा जति टिकट बाँड्यो नि एमाले, काङ्ग्रेस र अरू पार्टीले, अनौठो लाग्यो मलाई के हो भने एमालेमा चाहिँ बढी प्रतिशत छ कि दलित र महिलाले दिएको टिकटमा होइन। अनि महिलाभित्र पनि को महिला भन्ने कुराले त्यसले पनि धेरै असर पार्छ होला होइन। सो बदलिएको कङ्ग्रेसले चाहिँ सबैभन्दा थोरै प्रतिशत चाहिँ माग्नलाई कम्युनिटी दलित कम्युनिटीलाई टिकट दिइरहेको छ। अब यसलाई तपाईँले आज पत्रकारको रूपमा कतिको बदलिएको कङ्ग्रेस देख्नु भएको छ? थ्याङ्क यू। हस् धन्यवाद दिदाजी। कङ्ग्रेसको नेतृत्वको के बाध्यता थियो होला छोटो समयमा टिकट म्यानेज गर्ने कुरामा भन्ने कुरा चाहिँ म जवाब दिन सक्दिनँ, त्यो नेतृत्वले नै पहिला स्पष्ट गर्दा। तर मैले के छु भन्छु भने हाम्रो पार्टीहरूको टिकट दिने प्रणालीमा चाहिँ गल्ती छ। काङ्ग्रेसको पनि गल्ती छ, एमालेको पनि गल्ती छ। कसको प्रति कति प्रतिशत दियो भन्ने कुराबाट म नाप्दिनँ कि जस्तो भनौँ न कुनै पार्टीले प्रतिशतले बढायो तर कहीँ एउटा जहाँ पाउनै पर्ने मान्छेले पाएन भन्छ। त्यो चाहिँ अहिलेसम्म हाम्रो यो प्रणाली यो टिकट दिने प्रणाली भुइँतिर फर्केको छैन, यो नेतातिर फर्केको प्रणाली छ। त्यसले चाहिँ भुइँतिर नफर्काइन्जेलसम्म यो दुःख रहिरहन्छ। यो काङ्ग्रेसले आउने प्रदेश सभा र पालिकामा पनि यो भोग्छ, अरू पार्टीले पनि भोग्छन् र यसले कहीँ पुऱ्याउँदैन। अब चाहिँ यो प्राइमरी गर्ने हो कि अब यसको योभन्दा बेटर हामीसँग के छ अप्सन भनेर गएन भने चाहिँ अस्तिसम्म त्यो चाहिँ शेरबहादुरको मौजा थियो भने अब गगन विश्वको मौजा होला, अब अर्को कुनैको मौजा होला। यो पार्टीको टिकट भनेको कसैको मौजा होला, केपी ओलीको मौजा होला। तर एमालेमा त कस्तो भने एमालेको त विरोध पनि भयो। केपी ओली गुन्डोमा आउँथ्यो, सन्दर पोखरेल गुन्डोमा जानुभयो, 2 जना बस्नुभयो। अनि 140-45वटा चाहिँ उहाँले टुङ्ग्याउनु, पार्टी 20-21वटा चाहिँ मार्क्सिस्टको के सल्लाह थियो त्यसमा अध्यक्षले टुङ्ग्याउने भन्ने लेखेर उहाँले निकाल्नु। त्यहाँ पनि ठिक भएको छैन न नेकपामा, नेकपा भन्ने पार्टी छ नि त होइन, एउटा पार्टी छ स्वतन्त्रको
पार्टी होइन न उपेन्द्र यादवको जसोदामा न ममता ठाकुरको के पार्टी छ अहिले उहाँको होइन पछिल्लो पार्टी लोकसभा होइन लोकसभा होइन लगायत लगायत 436 जातका पार्टी यी 4मा एउटै पार्टी यिनीहरू आज यिनीहरूले नेपालमा चाहिँ पुरानो सामन्त थालेर आफू सामन्त बन्न खोजेको छ यिनीहरूको शैली पार्टी नै छ यो प्रणाली बदल्नुपर्छ काङ्ग्रेसले त बदल्छु भनेको छ मैले सुनिरहेको सभापतिको पनि सुनेको छु उपसभापतिको पनि कुरा सुनेको छु यो अहिले हामीले एकदमै छोटो समय भयो हामीले छलफल गर्न पाएनौँ अझ पार्टीभित्र भर्खर विशेष क्लारिफिकेसनको निर्वाचन आयोगबाट वैधता दिने पनि पार्टीभित्र एक्सेप्टेन्सको लागि लड्नुपर्ने भएकोले केही ठाउँमा चाहिँ के भन्छ सम्झौता गर्नु पऱ्यो भनेका छन् उहाँले होइन तर अचम्मै हो नि रिताजी होइन पार्टीको अस्तिसम्म त सभापतिले पनि टिकट अघिल्लोपल्ट जितेको अथवा टिकट पाएको भनेको पनि मान्छेले टिकटै पाउनु भयो अचम्म त अचम्मै भएको हो नि भनेपछि यो अचम्म र छक्क पर्ने क्रम नरोकियोस् यो चाहिँ यसलाई चाहिँ सिस्टमेटाइज गरोस् कङ्ग्रेसले कि व्यक्तिको अनुहार हेरेर व्यक्ति राम्रो होला सभापतिज्यूले व्यक्तिको अनुहार मन परेको होला तर कार्यकर्ताले रुचाएको छैन तल समर्थकहरूले रुचाएको छैन त्यो मान्छे रोकिने स्थिति गर्नु पऱ्यो नमस्कार, मेरो नाम सन्तोष भर्तीनगर रोल्पाबाट। मेरो दुईवटा प्रश्न छन्। मेरो पहिलो प्रश्न, बदलियो काङ्ग्रेस बदल्छौ देश भनेर अगाडि बढ्दै गर्दा नेपाली काङ्ग्रेसले कतिजना केही युवाहरूलाई चुनावमा समेट्न सक्यो? र मेरो दोस्रो प्रश्न, नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेभी सङ्घ जसले विद्यार्थीहरूलाई नेपाली काङ्ग्रेस के हो भनेर विद्यार्थी तहबाटै कलेज र विद्यालय स्तरबाटै सिकाउँछ, त्यस्तो नेभी सङ्घमा लाग्ने नेभी सङ्घका नेताहरूलाई नै चुनावमा टिकट समेत दिएको छैन भनेपछि अब नेभी सङ्घको हालत के हुन्छ? धन्यवाद। अर्को पनि लिएर मात्रै छोटोमा नेपाली काङ्ग्रेसले विगतको दिनमा कस्तो एजेन्डा बोक्नुपर्छ सामाजिक, आर्थिक र जियो पोलिटिक्समा? थ्याङ्क यू। एउटा छोटो छोटोमा लिन्छु अनि सकिहाल्नु सर, म एउटा त्यहीसँग सम्बन्धित सम्पूर्ण क्वेसन राखेँ अनि एकचोटि एन्सरको अपेक्षा गरेँ। नमस्कार, म सन्तोष आचार्य। बद्लियो काङ्ग्रेस बद्लिँदैछ, हामीले थाहा पाइसक्यौँ। यो आजको टपिक्समा जानु मन लाग्यो मलाई। सुशासन र समुन्नतिको भिजन 10 भनिएको छ। अब हामी चुनावको सङ्घर्षमा छौँ। अब एक दुई दिनमा घोषणा पत्र पनि आउला। त्यही सिलसिलामा हामीले 10 वर्षमा काङ्ग्रेस र देशलाई बदल्नको लागि यो अहिलेको हाम्रो घोषणा पत्र लगायत के कार्यहरू गर्नुपर्छ भन्ने जस्तो लाग्छ। हिजोका जस्तो सुशासन यो नभइकन वस्तुगत रूपमा चाहिँ यसको सुझाव दिनुहुन्न भन्नुहुन्छ। धन्यवाद। म लक्ष्मीराज रेग्मी। मेरो जिज्ञासा चाहिँ हाम्रो स्रोत व्यक्तिको लागि होइन, राम्रो प्रेजेन्टेसन दिनुभयो धन्यवाद। मेरो चाहिँ हाम्रो प्रवक्ताजी कता हुनुहुन्छ उहाँहरूलाई हो। ठिक छ। अब यस्तो मैले सोध्न लागेको थिएँ कि कान्तिपुर दैनिक पत्रिकाको पुस 25 गतिको अङ्कमा गेजा शर्मा वाग्लेले पहिलोपटक नेपाली काङ्ग्रेस राष्ट्रवादी राष्ट्र पार्टी होइन भनेर चाहिँ प्रमाणित गर भनेर सल्लाह दिइसकेपछि त्यो कुरालाई चाहिँ हाम्रो तत्कालीन महामन्त्री अहिलेको सभापतिज्यूले नेपाली काङ्ग्रेस राष्ट्र पार्टी होइन भन्नुभयो। तर त्यही कान्तिपुरमा आजभन्दा हप्ता दिन अगाडि राजाराम गौतमले के लेख्नुहुन्छ भने नेपाली काङ्ग्रेसले सुशासनको मुद्दालाई अगाडि बढाउँछ र सुशासनको मुद्दालाई चाहिँ संस्कृत कल्चर बनाउँछ भने नेपाली काङ्ग्रेसका वर्तमान कार्य समितिका पदाधिकारीहरूले आफ्नो सम्पत्ति विवरण प्रकाशित गरेर अब त्यसबाट चाहिँ सुशासनको चाहिँ कल्चरको सुरुवात गरोस् भनेर दिएको सल्लाह चाहिँ पार्टीले कसरी लिन्छ? मेरो त्यही। थ्याङ्क यू। नमस्कार, धन्यवाद। मेरो सानो प्रश्न के भने अहिले नेपाली समाज विशेष त मैले हेर्दाखेरि दुईवटा अतिमा विभाजित भएको जस्तो अवस्था देखिन्छ। एउटा नयाँ अरूले एउटा अतिको वातावरण सिर्जना गरिरहनु भएको छ भने नेकपा एमाले चाहिँ अर्को अतिको नेतृत्व गरिरहेको जस्तो देखिन्छ।
त्यसको बिचमा चाहिँ नेपाली काङ्ग्रेस चाहिँ अलिक मधुरो सुनिएको हो कि भन्ने छ। नेकपा एमाले चाहिँ 23 र 24को घटनालाई बुलन्द रूपमा राष्ट्रियतामाथिको हमला हो भनेर काङ्ग्रेसले आवाज उठाउन सकेन भन्ने आरोप काङ्ग्रेसलाई लगाइरहेको छ भने नयाँहरूले चाहिँ काङ्ग्रेस पनि पुरानै पार्टीहरूको श्रृङ्खला हो र त्यसलाई पनि समयमा बिदा गर्नुपर्छ भन्दै गर्दा नेपाली काङ्ग्रेसको जुन विशेष महाधिवेशनबाट एउटा खालको सङ्कल्प लिएर आएको छ, यो आवाज अलिकति समाजमा नसुनिएको हो कि भन्ने छ। यसलाई सुनाउनुको निम्ति चाहिँ के गर्नु पर्ला भन्ने अरूले सुझाव दिन चाहन्छ। धन्यवाद। धन्यवाद। मेरो एउटा प्रश्न, म गैर काङ्ग्रेस एउटा सचेत नागरिक, म समीक्षा कार्य चिन्नुभयो होला। जस्तै म काठमाडौँ महानगरपालिकामा करिब 18 देखि 20 हजार रुपियाँ कर तिर्दो रहेछु वार्षिक रूपमा, अरू ठाउँमा तिर्ने करहरू त छँदैछ। त्यो मैले तिरेको करको पैसाले सायद त्यो मेयरको पानी पनि चल्थ्यो होला, टेबल कुर्सी पनि बन्थ्यो होला। तर त्यो मेयर मैले मेरो कुनै प्रश्नको जवाब नदिकन उहाँ जानुभयो। त्यति मात्रै होइन कि भोलि मैले तिरेको करको पैसाले उहाँ संसद प्रवेश गर्दै हुन्छ। त्यस्तो खालको व्यक्तिलाई यहाँ मिडिया कर्मीको नाताले कसरी जिम्मेवार बनाउनुहुन्छ? मेरो प्रश्न त्यहाँसम्म कसरी पुग्ने? कतिपय मेरा पनि त गुनासोहरू होला। म मेरो वडामा करिब 7-8 कमिटीको अध्यक्ष छु, इभन सोडिङ वार्डलेको सुधार समितिको अध्यक्ष म आफै छु। मेरा पनि गुनासोहरू होला। उहाँले वर्षको 30 अर्ब खर्च गर्दै गर्दाखेरि मेरो अगाडिको बाटो 3 पटक पिच हुन्छ भने त्यो पिच कसरी हुँदैछ? पिचकै नाममा भइरहेको छ कि प्याकिङको नाममा भइरहेको छ? त्यो जान्ने मेरो अधिकार थियो कि थिएन? त्यो अधिकारबाट म वञ्चित भएको थियो। त्यो प्रश्न त्यहाँसम्म पुगाउने यहाँ मिडियाकर्मीको हैसियतले कसरी काम गर्नुहुन्छ? र अघिल्लो साता सेतो पार्टीले महानगरले कसरी काम गर्दैछ भनेर एउटा विस्तृत रिपोर्ट तयार गर्नु भएको थियो। जनकपुरमा उहाँले बोलेका कुराहरू टोटल त्यो विवेक थियो त्यसमा, त्यो कुरा मिल्दैन थियो त्यसमा। र हिजोलाई काठमाडौँ पोस्टले पनि त्यही आशयको न्युज लेखेको थियो। तर त्यस्ता सूचनाहरू अब तम्दासम्म पुग्दैन। यहाँहरूलाई 12 भाइको ड्याग लागेको छ, यहाँहरूले सेतो पार्टी अनलाइन खबर जहाँसम्म समाचार लेख्नुहोस्, त्यो समाचार जसले पढ्नुपर्ने, जसले बुझ्नुपर्ने त्यहाँसम्म पुगिराखेको छैन। यो भ्रम चिर्नलाई यहाँले कसरी प्रयास गर्दै हुन्छ? धन्यवाद। लास्टबाट जान्छु नि ल। तपाईँको सुरुको एन्सर चाहिँ लाइटमा दियो, लाइटमा दिएपछि त्यसपछि खास कुरा गर्दा लाइट एन्सर चाहिँ के भने तपाईँले भन्न पाउनु भएन मैले मेयर साहबलाई। अब अहिले एउटा पाएछ, उहाँले एउटै पार्टीमा हुन्छ, दोष स्वर्णिम भएको दोष सुधार समितिको अध्यक्ष हुनुहुन्छ। तपाईँले स्वर्णिमलाई भने स्वर्णिमले यो चाहिँ लाइट एन्सर। तर म यतिमा अड्किन्न, किनकि यो सामान्य क्वेसन होइन, यो उडाउन लायक क्वेसन होइन। यो चाहिँ नागरिक प्रतिको जवाबदेहितासँग जोडिएको प्रश्न हो। त्यो प्रश्नबाट न बालिन शाह, न गगन थापा, न केपी ओली, न कोही पनि नेता उहाँहरू भाग्न पाउनु हुँदैन, उहाँहरू भाग्नै हुँदैन। अब एउटा स्टोरी लेख्दै मैले भ्याउँदै गइनँ, मैले नलेखेको स्टोरी यहाँ सुनाउँछु। मैले एउटा चाहिँ 3 धन्यवाद जो दिइएन भनेर एउटा शीर्षक लेख्दै लेखेको छ, त्यो कम्प्लिटै गर्न लेखेको मैले। एउटा शेरबहादुर देवालले अब चुनाव नलड्ने भइसकेपछि अहिलेसम्म सधैँ मलाई जिताइराख्ने मतदाताहरूलाई धन्यवाद छ, मलाई सधैँ जिताएकोमा भनेर कल्चरहरू हेर्दैन। मैले कल्चर जस्तो जानेकै मान्छे जस्तो लाग्छ, म भ्याउनु भएको छ मलाई। तर त्यो उहाँले धन्यवाद दिएर धन्यवादको पनि इज्जतै हुन्थ्यो होइन। त्यसपछि बालेनले पनि आफ्नो महानगरको मतदाताहरूलाई होइन त्यहाँ अफिसमा आएर विदाय पनि लिएर तपाईँहरूलाई पनि धन्यवाद छ, कर्मचारीहरूलाई पनि भनेर। किनकि मेयरले लेखिहाल्नु हुन्छ, म पत्रिकाको अनलाइन भएको प्रोग्रामसँग चाहिँ मैले लेखिहाल्नु सक्छु। मसँग ठुलो टिम छ, त्यो टिमले मलाई विश्वास गर्छ, मैले त्यो टिमलाई विश्वास गर्छु। म यहाँ तपाईँहरूसँग 2 घन्टादेखि चाहिँ अनलाइन गर्दै यतिखेर 20 समाचार हालिसक्यो होइन। ती सबै कारणले त म यहाँ छु भनेपछि त्यो चाहिँ अब तर म अलिक बढी नै हिरो हुन थालेँ भने त अब त्यो पनि गर्नुपर्छ होइन। मैले मेरो कुरा गरेँ। अनि त्यसले गर्दाखेरि संयुक्त जवाबदेहिताको ठुलो कमजोरी हाम्रोमा छ। त्यो भोलिको दिनमा पनि हुने खतरा छ। र प्रश्न उठाउनेलाई चाहिँ पहिले तेजो गरिदिए जस्तो सकियो त। अब यो भ्रष्ट छ, यो फलाना नेताको पैसा पुग्छ, फलाना एमबिसीबाट पैसा लिन्छ, यो यस्तो हो भनेर भनेपछि त उसका सारा प्रश्नलाई विस्कार गरेको अहिले नेपालमा यही चलिरहेको छ। यो चाहिँ फासिजमहरू चाहिँ यसरी उठाउँछ, कट्टरपन्थहरू चाहिँ यसरी उठाउँछ कि प्रश्नहरूलाई तेजोबद्ध गरिदिने। अब यो बिक्री गरेको समय पनि होइन, आलोचना गर्नेहरूलाई प्रोत्साहन गर्ने होइन। यतिखेर बिक्रीले माग्ने हिँड्नुपर्थ्यो, सरी मैले गल्ती गरेको छु। त्यसैले गर्दाखेरि यो अलिक खराबै समय चलिरहेको छ। बाहिर भने जस्तो 500 वर्ष कुनै भयो त्यो पनि थाहा छैन होइन। अनि अब कङ्ग्रेसको एउटा आउँदा चाहिँ यो कङ्ग्रेसको यो मध्यमार्गी प्रचलित मधुरो भएको हो कि यो जति प्रष्ट भन्न सकिएको छैन त्यो भनिदियो
चाहिँ बेरोजगार छ यो समय चाहिँ लाग्छ। अघि म देवराजको भाषणमा किन प्रशंसा गर्न जानु हुँदैन होइन, मैले किन प्रशंसा गरेँ भन्दाखेरि उहाँले सानो सरल भाषामा कसैलाई कुनै गाली गलोच पनि नगरिकन आफ्नो कुरो भन्नुपर्ने कुरो कम्प्लिटली भनेर जानुभयो र त्यो कुराको मनमा बस्छ नि। अब कसैको भाषणको चाहिँ सुनेर एकछिनमा तरङ्गित चाहिँ हुन्छ, तर त्यो तरङ्ग कतिले रहन्छ भन्दा कतिले पनि रहँदैन। हाम्रोमा त हामीले चाहिँ केटिओडी प्रचण्ड प्रधानमन्त्री भएर हामी देखेको त प्रधानमन्त्री बनेको छ, लामो लामो कार्यक्रममा बसेको छ, लामो बोलेको छ, कतिसम्म बोल्ने थाहै छैन होइन। हामीले त्यस्तो पनि देखेर आयौँ होइन। तर त्यसरी धेरै बोलेर पनि केही भयो, केही त भएन आयो। त्यसरी यो कुरा बुझाउन समय लाग्छ, तर बोलिराख्नुको विकल्पै भएन। बोलिराख्नुको अब यतिखेर अब सुन्दैनन् भनेर चटक गर्न थाल्यो भने बर्बाद हुन्छ। चटकको बाटो दुईवटा चुनाव हालियोस् तर चटक गर्न हुँदैन। रियलिस्टिक कुरा मात्रै भन्नुपर्छ, हुँदैन मात्रै भन्नुपर्छ, आशा देखाउनुपर्छ, तर आशाको व्यापार गर्नु हुँदैन, आशा देखाउनुपर्छ। त्यसैले धिमा सुनिएको होला यही बाटो लिइराख्नुपर्छ भन्छु मैले देखाएँ। अब गर्ने नगर्ने होइन। अनि अरू चाहिँ अब सामाजिक आर्थिक कुरा जति कुराहरूको बारेमा त्यसमा मसँग धेरै थाहा छैन, यो धेरै गम्भीर कुरा आयो होइन। तर चाहे सामाजिक कुरालाई होस्, चाहे काङ्ग्रेसको आर्थिक कुरालाई होस्, चाहे भूराजनीतिक कुरालाई, मलाई लाग्छ यसका आधारभूत मान्यता चाहिँ 2010-12 सालतिर सेट भएका जुन नि भनेको बिपी गरेरहरूको पालामा त्यो सेट भएकै कुरालाई नयाँ आधारमा पुनर्परिभाषित गरेको छ। त्यो मान्यता छोड्ने होइन, त्यसले जस्ट आजको भर्सनमा अपडेट गरेको छ जस्तो लाग्छ। त्यो मान्यता छोडेको दिन चाहिँ काङ्ग्रेस पनि रहँदैन, काङ्ग्रेसको औचित्य पनि रहँदैन, जनताले यसलाई भोट हालिराख्नु पर्ने जरुरी पनि हुँदैन। अब एउटा के छुट्यो भने नि गेजाबाबुहरूको त्यो प्रसङ्गमा ठिकै हो, त्यो सम्पत्ति विवरणहरू सार्वजनिक गर्नुपर्छ, त्यो हाम्रो नेताहरूले चाहिँ गर्नुपर्छ। अब जसलाई छिटो छिटो सरकारमा जानुहुन्छ उहाँले पनि तयारी गर्दै गरेको हुन्छ, अरूले पनि गर्नुपर्छ। आफ्नै जीवनहरू पारदर्शी राख्नुपर्छ। यो आधारभूत कुरा हो। हामी आजको दिनमा यो विषयमा छलफल गर्दैछौँ होइन। तेस्रो धन्यवाद सुन्न त आयो, तेस्रो धन्यवाद सुन्न चाहिँ यसो तेस्रो चाहिँ मैले रहस्यमा राखेँ। मैले लेख्नै ल्याउँछु भने यहाँ आज भनेपछि मलाई अझ नै लेख्ने प्रेरणा आयो। 3वटा धन्यवाद छन् होइन। तेस्रो बहुत महत्त्वपूर्ण धन्यवाद छ। कसको होला सबैले सोध्दै गर्नु हजुर। यस्तो पनि भइरहेछ कि जस्तै उहाँले जिम्मेवारी लिन सक्ने प्रश्नहरू चाहिँ कसैले सोधिदिनु पऱ्यो। एक दिन रातिको स्ट्याटस भोलिबाट काठमाडौँ महानगरपालिकाको गाडी रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु भन्ने अभिव्यक्ति जेन्जी आन्दोलनपछिको घुसपेटमा भाद्र 24 गते मेरो देशको सिंहदरबार जल्ने कुरामा कति चाहिँ जिम्मेवार थियो होला? एकै लाइनमा पनि जवाब दिन्छु। यो वर्षको एउटै मात्र मिलेको भविष्य भने त्यही स्ट्याटस थियो। प्लिज हामी फेरि हजुर लिन चाहनुहुन्छ? अहिले काङ्ग्रेसले विशेष मानिसबाट आफ्नो नेतृत्व पनि फेरि भइरहेछ, नीति पनि फेरि। म चाहिँ मोरङ जिल्लाको कानेबुढी गाउँपालिका वार्ड नम्बर 3 को पार्टीको सचिव पनि दुईवटा गरेको। मलाई एउटा प्रश्न एकदम मलाई डाउट छ, साँच्चै काङ्ग्रेसका काठमाडौँमा त बसेको हो कि मोरङमा पनि बसिरहेको? त्यो डिस्ट्रिक्टको मान्छे अब हजुरले हेरिरहँदाखेरि चाहिँ साँच्चै यही काङ्ग्रेस बदलिन्छ तलसम्मै गएर त्यो प्रकृति बदलेर जान्छ होला त आशा होला। कानीमुखरी भनेको सिंहबाईको क्षेत्र होइन? होइन ठिकै सम्बन्धित प्रश्न उहाँले हजुर सोध्नुहोस् न। सिधै प्रश्न भन्दैन। म सीता सापकोटा, म बाहिरबाट हो, समग्र जनसंख्याको तर्फबाट हुँदैछु। मेरो प्रश्न के भने सकिरहेको बदलियो काङ्ग्रेस, हामी बदल्यौँ, नेताले बदल्यौँ, नीति पनि बदल्यौँ र बदल्नु देश भन्दै गर्दा आज देशमा मात्रै होइन विदेशमा पनि धाराले करोडौँ धारामा नेपाली जनताहरू आज विदेश खाडी मुलुक लगायत विभिन्न देशहरूमा बस्न बाध्य छन्। यहाँको मात्रै जेन्जी होइन, जेन्जीहरू धेरै विदेशी पलायन पनि भएका छन्। त्यही जेन्जीले घरमा दिएको एडभाइसका आधारमा मतदान हुन सक्छ र त्यो
र तिनै नेपालीहरू जसलाई नेपाली नागरिकताबाट नागरिकताको लागि एकपल्टको नेपाली सबैको नेपाली भनेर हामी मुद्दा लड्दै गर्दा विश्वपत्रसम्म लड्दै गर्दाखेरि पनि त्यसमा विभिन्न मैले मोटामोटी तपाईँको कुरा बुझे जस्तो लाग्यो कि त्यो मोटामोटी यो चुनावमा यसपालिको खारेजको चुनावमा चाहिँ सम्भव छैन आगामी चुनावहरूको लागि चाहिँ काम गर्नुपर्छ जस्तो मलाई लाग्छ आज हरेक नेपालीले यदि गैर नेपाली नागरिकता पनि दिएन भने नेपालको प्रोपर्टी लिएर देशमा लाग्छ मुलुकको अर्थनीति के होला यसमा नेपाली काङ्ग्रेस गम्भीर हुने किन हो तपाईँहरू नै गम्भीर हुनुहुन्छ यसको लागि हस् सम्पूर्णमा धेरै धेरै धन्यवाद एक दुईवटा कुराहरू चाहिँ उहाँले जवाफ दिन मिल्नेहरू राम्रोसँगले थियो केही कुराहरू चाहिँ खासमा पार्टीका नेताहरूले चाहिँ सोध्नुपर्ने कुरा थियो यस्तो कुराहरू चाहिँ ध्यान दिइदिनु होला काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसलाई धेरै धेरै धन्यवाद छ पहिला सानीपामै गएर एउटा लिटरेचर फेस्टिभलमा भाग लिन पाइएको थियो नेताहरू अगाडि बसेर सुन्नुभएको थियो आज यहाँ धेरै नयाँ पुस्ताको साथीहरू पनि र अग्रज आदरणीयहरू पनि यहाँ आउनुभयो उहाँको बिचमा म त एउटा प्रेसको मान्छे हो म पत्रकार हो मैले त तपाईँहरूसँग सोध्ने हो तपाईँहरू गएर लेख्ने होला साथी भन्यो भने म आएर बोल्ने भइरहेको छ तर अब यो भूमिका पनि मलाई प्राप्त भयो यसको लागि मैले भने नेपाली काङ्ग्रेस पार्टी यसको नेतृत्व र तपाईँहरू सबैलाई यो जेनजी के अरे हो जेनजी त्यो तपाईँले सोधेको